गाइज गुड मर्निङ हाम्रो चाहिँ यो पैदल यात्रा कहाँसम्म भन्दाखेरि ओखलढुङ्गादेखि सोलुको पत्तालेदेखि सल्लेरीसम्म हाम्रो बिहानको यात्रा छ। अनि हुस्सो लागिरहेछ, पारी चाहिँ घाम पनि देखिँदैछ। अनि हामी कता त यति बेला ठ्याक्कै हामी रमाइलो डाँडामा छौँ अहिले चाहिँ। अब हामी हिँडेरै पुग्छौँ होला कि पुग्दैनौँ भन्ने थाहा छैन, तर पनि हामी हिँड्छौँ। निरन्तर छ हाम्रो यात्रा। अनि के छ सौगात? ठिक छ, हिँडेर पुग्ने आँट छ। तिम्रो पत्ताले पहिलोचोटि होइन नि, होइन? दोस्रो पटक। अनि पहिलो अनुभव राम्रो भयो? पहिलो त त्यो त बिर्सिनै नसक्ने छ नि। ठिक छ, त्यसो हुँदाखेरि चाहिँ अब हामी हिँड्दैछौँ। साथी यो चिसो छ कि छैन? एकदम चिसो कतिको छ? गर्मी छ। त्यो मलाई त त्यो तातोले यस्तो दामी बनाइरहेछ नि, फेरि थोक्पाको पिरोले यस्तो दामी। एउटा कुरो चाहिँ यहाँ बुझ्न थालेको, जहाँ पनि कुना रोड चाहिँ घुसाइहाल्नु पर्छ। यहाँ हेर्नु त्यो के गरेको दीक्षित त्यस्तो बनाएको भन न भाइ, फोटो हानौँ न एउटा। अब आफै बनेको को यताहरु त्यस्तै हुन्छ कि यो बनावटै आफै बनेको के यो त इरियस भनेर कस्तो हिउँले हान्दाखेरि रुख बाङ्गिन्छ त। ए भाइ यस्ता यिनीहरूलाई त केही बोल्ने रिजन छ होइन। कति अगाडि छ भाइ? हो अझै धेरै अगाडि छ। यो यस्तो हो कि ट्रेकिङ हिँडेको मान्छेहरू तिमीहरू नडराउ न, हामी कति हिँड्छौँ नि। अलिअलि हिँड्दा चाहिँ तात्छ भन्ने कुरो हो। मोबाइल बोकेर आफ्नो यतिको त्यतिको हिँड्नु त पेट पोलेर मारिहाल्छ नि पिरा। लास्टै यार चिया पिरा खान्छ भनेर हाल्दैको। ल दीपक दाई, हजुर हामी चाहिँ अब आइपुगेको हो। मन्दिर आयो? आएको हो। सन्चिता हजुर त पहिलोचोटि हेर्नु पत्ताले कस्तो लाग्यो? कस्तो न कस्तो केही छैन। कान्छो ओ ये चोर र हिँड्दा जस्तो लुटेर जस्तो देखिएको छ थोपडा। हाम्रो नवीन दाई राम्रो, नवीन दाई एकदम रमाइलो लागिरहेछ। यस्तो मन्दिर उता छ। यसो ठाउँ हिँड्न पाएको थिएनौँ, हिँड्न पाइयो, खुसी लागिरहेछ। मौसम चिसो मौसमले साथ दिएको छ। तल टक्कसँगले तातो थुक्पा खाइयो, तातो पिरो थुक्पा खाइयो, त्यसपछि इनर्जी आएको छ। ल हामी चाहिँ यहाँ पिकनिक स्पोट आएको छ यहीँबाट। गौरी टाप चाहिँ रहेछ, धाप पनि होइन, धाम पनि होइन। कुन कलरको फुल हो त्यो? लाली गुराँस धेरै थरीको छ। अलिअलि व्हाइट कलर पनि छ होइन। अनि खेर ऊ चाहिँ के हो? ऊ त भ्यू पोइन्ट हो क्या? हेर त हो, त्यहाँ जाउँ ल अहिले। ल यहाँ यो पिकनिक स्पोट चाहिँ मेन पिकनिक स्पोट चाहिँ यो एरिया हो। यो रहेछ। अनि खेर यहाँनिर चाहिँ यताबाट जाने हो, यहाँबाट। ए साथी यताबाट जाऊ। यहाँबाट जाने भनेको चाहिँ यहाँ मैले चाहिँ अस्ति हामीलाई चाहिँ के भनेको थाहा छैन, तर अनि यहाँ यो पुरै गुराँसको फुलको जङ्गल हो। अलिक ठुलो स्वरमा आउनु न। गीत गाउन आउनुहरू गाइहाल्छ।
हुन्छ नि तर मैले यो राम्रो टिप्न पाइनँ नि म पुगिनँ क्या टी सर्ट आयो यार भित्रको ब्याग छ त यो हालिदिउँ न अब ज्याकेट सकेर मात्रै लाउने म हुन्छ त त्यस्तो चिसो छैन नि यहाँनिर गर्मी भयो जस्तो बहुत हिँडेर हो के तल चिसो छ त्यो डाँडाबाट यता तातै छ यहाँ दिपक दाई अब चाहिँ यहाँबाट हामी फेरि यहाँ के भन्ने ठाउँ हिँडेको अरे चाङ्गिस्तान कि चाङ्गिस्तान जे भयो जे भयो नि त्यही हो प्रनाउन्सिएसन गर्न आएन त्यहीबाट गएको यहाँनिर हाम्रो सिङ्गर कान्छो भालु आउने हो कि ऊ र ऊ गर्दा नवीन दाई चाहिँ आज के भन्छ मौन व्रत बस्नु भएको छ आज केही नबोल्ने अरे वाक्य बसेको छ वाक्य पनि यहाँ मन्दिरमा आएपछि मैले बोल्नु हुँदैन भनेर यसो गफ लगाइदिएको थिएँ बोल्न छोड्नु भयो अब यहाँको म बाटो देखाउँछु अब हामी यही उकालो हिँड्दै हिँड्दै जङ्गल बिच हामी चेन्जिस्तान पुगेपछि र टावर पनि रहेछ माथि अनि त्यसपछि त्यहाँ पुगेर चाहिँ त्यहाँ पुगिसकेपछि हामी फर्किन्छौँ लगभग अर्को स्थानतिर अहिलेलाई चाहिँ यतै हो यस्तरी हाम्रो सन्चिता बहिनीले लाली गुराँस नै हो तर पिङ्क कलरको घरमा रिनको बोजो थियो बोजो चाहिँ होइन है बोज त्यो थियो बोज अनि जो थियो म मर्दैछु पुरा गर्छु सपना आज उनौलो ठाउँमा छ जीवन दामा छ छियाउँछ शरीर माटमा मन त उस्तै गाउँमा छ सम्झन्छ उकाली ओराली हरियाली वन अनि देउराली मा वस्तु भावहरू चराको खोज्दैछ ती दिन हराएको खोज्ने क्रममा पर्छ ब्रह्मा आतिन्छ ओ अनि के हो त्यसपछि सकिएको कि पर्छ दङ्गल लडाई भूमि खोज्दै तरङ्ग तह लाग्दो रातमा बन्दुक हातमा चल्छ कदम बहादुर औकातमा घेरामा पर्छ ऊ दुश्मनको लुकाउँछ आफ्नो मनको फुकाउँछ रिस रातो नि रङको त्यो स्थिति अब उसलाई जम्बो चल्छ कुकुर कहाँको मान्छे सर्वप्रथम चिनाउँछ दुश्मनको गर्दन काट्दै जान्छ बाधा अर्को दिनेश दाइ अलिक यता नवीन दाइ नछेलिनुहोस् है नवीन दाइ मुहारो फेरेर नबोली बस्न सक्दिन तिम्रो मन तारो मनलाई रुच्दैन के हुन्छ र मलाई झिकुरेर चित्त दुख्छ जब मेरो कुरा बुझ्दैनौ चाहन्छु केवल तिमीलाई माया देऊ अब मलाई आँखाको नानीमा तिम्रै बसिराख्न देऊ अब मलाई त्यसैले नजाऊ मलाई छोडेर मायाका बाचार कसम तोडेर आउनुमा सँग साटन छैन प्रीत भनी न ढाटन तिम्रो मुटु मसँग साटन छैन प्रीत भनी न ढाटन छेक्यो देउराली डाँडा उसुर कुहिरोले छोडेन कहिले जहाँ गए पनि मायाको हिरोले जाडैमा बसेर जिस्काउनु पर्दैन देउराली डाँडा उसुर कुहिरोले छाडेन कहिले जहाँ गए पनि मायाको सोलुको पत्ताले हामी हिमाल हेर्न भनेर आएको बिहानै उठेर यति बेला चाहिँ यस्तो छ पुरै हुस्सु लागेर चाहिँ जताततै कालो हुन्छ नि दिउँसो रात परे जस्तो देखिरहेछ अब यतापट्टि यो साइड चाहिँ हेर्नै नहुने भएको छ झन् हुस्सुले पुरै नजिकैसम्म अँध्यारो छ
अनि यो साइड चाहिँ हामीले अब हिमाल फेरि यही साइडमा छ अनिखेर यही साइडमा चाहिँ घाम लागेको छैन सबै कुहिरोले हुसुले छोपिया छ ढपक्कै अनि यो साइड चाहिँ अलिअलि अब थोरै देखिन्छ यो साइडमा अनि हामी चाहिँ यति बेला ठ्याक्कै पत्तालेमा छौँ चिसो छ एकदम अनि अब हामी फर्किन्छौँ खासै आएको यहाँनिर केही पनि भएन यति नै हेऱ्यौँ अब यो डाँडा काँडामा रमाइलो अनि हामी फर्किन्छौँ अब चाहिँ पनि नजर मिलायो साथीले बेहोसीमै पनि नजर मिलायो साथीले साथीले दिलायो साथीले 2 दिनको जिन्दगीमा मरेर लानु के छ 2 दिनको जिन्दगीमा चलती नयन अंदाज़े फरक त्यसमा तर त्यो सँगसँगै मौसम चाहिँ लास्टै राम्रो देखिरहेको छ मलाई चाहिँ राम्रो लागिरहेको छ के छ कान्छो बवाल मौसमले च्यालेन्ज हान यो अगाडि गइरहेको प्लेयरमा चाहिँ हाम्रो दीपक दाई हुनुहुन्छ म चाहिँ यो भिडियो कैद गरेको चाहिँ उसकै क्यामेराबाट हो पछाडि हाम्रो कान्छोहरू योभन्दा माथि चाहिँ एउटा सानो गुम्बा बनाएको लामा बस्ती रहेको कारणले गर्दा गुम्बा बनाएको यहाँबाट चाहिँ हाम्रो ओखलढुङ्गा बजारको दृश्य देख्न सकिन्छ राम्रो असिना पानी परेका कारणले असिना पनि छेउछेउमा थुप्रेर बसेको छ अघि हामी झन्डै असिना पानीमा फसेको दीपक दाई ल के गर्यो त यहाँनिर लाइन स्थिति दीपक दाई चाहिँ एकदम हेल्पफुल मान्छे हो यहाँनिर बोरा बोक्न सघाउँदै हुनुहुन्छ मकैको सञ्चिता जाडो कतिको हुँदैछ सोचे जस्तो भयो त राम्रो लाग्यो लागेन पत्ताले हिमाल देख्न नपाउँदा नि हो खुट्टा त यसै दुखिहाल्छ नि Back to घर सोलु होइन
यो हाम्रो नाइट भ्यू। अब रात पऱ्यो, हामी घर जाँदैछौँ फर्केर। रात परिहालेको भन्दा नि 6 बजेर कति मिनट गयो होला सायद, अहिले भिडियो गरिरहँदा। हामी अब बिस्तारै घर पुग्छौँ। म चाहिँ गाडीको झ्यालमा छु, सिसामा झ्याप्प बसेर हाम्रो यो अब भ्लग अन्तिममा आइपुगेको छ। सौगात भाइले भरि एडिट गर्छ।